Yes,
आराधनाका योग्य हुनुहुन्छ। साँच्चीकै प्रभु यो समय यो घडी प्रभु हामी हप्लो घडी प्रभु तपाईँको इच्छा बमोजिम जिउन सकेनौँ होला। हाम्रो जीवनद्वारा प्रभुजी हामी तपाईँलाई उछाल्न सकेनौँ, आराधना चढाउन सकेनौँ, साँच्चीकै आराधक भएर जिउन सकेनौँ। तर पनि प्रभु तपाईँले यो समय यो घडी आफ्नो आराधनाको निम्ति प्रभु यस ठाउँमा लिएर आउनु भएको छ। साँच्चीकै प्रभु हामीले तपाईँलाई दिन के नै सक्छौँ र तपाईँको छोराछोरीहरूले जति पनि प्रभु आराधना र धन्यवादका भेटिसके प्रभु तपाईँको पवित्र नाम उछालेका छौँ। तपाईँ महिमित हुनु भएको आज यो पवित्र र सवार दिनमा प्रभु तपाईँले हामीलाई भेला गराइकन आफ्नो नाउँमा आनन्दित भएर प्रभु तपाईँमा रमाहार गर्न प्रभुजी विभिन्न जाति वर्ग भेला प्रभु ठाउँमा उपस्थित गराउनु भएको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ। यो समय यो घडी फेरि प्रभु तपाईँको जिउँदो उपस्थितिको निम्ति धन्यवाद छ। हाम्रो आत्मा र सत्यतामा आराधना गर्नलाई डोर्याउनु भएको लागि धन्यवाद छ प्रभु। साँच्चीको प्रभु सबै कृपा र प्रेमको निम्ति धन्यवाद छ। हामीले गीत कोरस जति पनि भजनद्वारा प्रभु तपाईँको पवित्र नामलाई उछाल्यो प्रभु। तपाईँ महिमित हुनु भएको होस्, स्वर्गमा विराजमान हुनु भएको होस् प्रभु। हामी जानी नजानी जति पनि आराधना चढायो प्रभु, साँच्चीकै हामी विश्वास गर्दछौँ, आशा गर्दछौँ कि प्रभु तपाईँ महिमित हुनु भएको छ। प्रभु सबै धन्यवादका भेटीहरू तपाईँको चरणमा राख्दै फेरि प्रभु तपाईँ महिमित हुनुभएको होस्, विराजमान हुनुभएको होस्। जसरी स्वर्गमा प्रभुजी लाखौँ करोडौँ स्वर्गदूतहरूले प्रभु दिन रात नभनिकन तपाईँलाई आराधना चढाउँदथे, त्यसै गरी आज हामी तपाईँको छोरछोरी प्रभु तपाईँको पवित्र नामलाई उछाल्दछौँ। जसरी त्यस ठाउँमा प्रभु विराजमान हुनुभयो, यस ठाउँमा पनि विराजमान हुनुभएको होस्। सबै कृपा र प्रेमको निम्ति फेरि तपाईँलाई धन्यवादका भेटीहरू चढाउँदै यो समय यो घडी प्रभु सारा आदर, सारा भक्ति, सारा इज्जत र मान सम्मान तपाईँ महिमाका राजालाई चढाउँदछौँ प्रभु येशू ख्रीष्टको नाममा आमेन।